हेलो सबैजनालाई नमस्कार। आज चाहिँ म आफ्नै कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 4 मा छु। अनि केही यसो गाउँतिर समय मिलाएर आएकोले अनि यो गाउँको विकास हेर्न लगाइरहेको छ। हाम्रो वडा अध्यक्ष दीपक लालले कति काम के गर्नुपर्छ उहाँको नेतृत्वमा भनेर एकदम यो गोरेटो बाटो म अहिले नर्मीमा छु। यो चाहिँ गोरेटो बाटो गुम्खोला घाट जाने अनि गुम्खोला लगायत अनि यो माथि हिलेपानी हुँदै लाप्लाङसम्म जाने यो बाटो हो। यहाँ चाहिँ लास पनि यो बाटो यो 5 नम्बर 4 नम्बरको लास पनि यो बाटो लिएर आउने सधैँ गरेको हुन्छ। यो धेरै पुरानो गोरेटो बाटो हो। अहिले चाहिँ यो आधुनिक तरिकाले यसरी निर्माण भइरहेको रहेछ। ल तपाईँलाई म धेरै कुराहरू देखाउने छु।